एउटा सहरमा पनि एउटा केटो त्यस्तै रहेछ। त्यो केटोले करिब 25 वर्षको उमेरसम्म सबै जनताको सेवा गरेको रहेछ। तर एक दिन अचानक उसको मनमा के आएछ भने मैले जनताको 25 वर्षको उमेरसम्म सेवा गरेँ, न मेरो विवाह भएको छ, न मेरो धन सम्पत्ति छ, म के सेवै मात्रै गरिरहने? उसको मनमा गुनासो भाव पलाएछ। पलाएपछि उसले नजिकैको भोलिपल्ट बिहान एउटा चाहिँ अलि ज्येष्ठ नागरिक अलि बुढो पाको मान्छेसँग गएर सोधेछ, हजुर आज मेरो मनमा राति अचानकै यस्तो कुरा आयो, अहिलेसम्म 25 वर्ष उमेरसम्म त जनताको सेवा नै गरेका थिएँ, गुनासो थिएन, तर आज रातभरि मेरो मनमा गुनासो आयो, मैले जनताको सेवा त गरेका छु, प्रतिफलमा त न मेरो बिहा भएको छ, न मैले सम्पत्ति कमाएको छु, मेरो चाहिँ सुख शान्ति कहिले आउला भन्ने गुनासो आयो, यो गुनासो कसरी समाधान होला भनेपछि तिनले भन्दैछन्, हेर त्यो गोसाइँकुण्डमा एउटा त्रिकालदर्शी बस्छन्, तिन कहाँ जाऊ, करिब 3 दिन तिमी हिँडेर जानुपर्छ, तिनले तिम्रो गुनासोको समाधान गरिदिन्छन् भनेपछि अलि अगाडिको कुरा हो। ऊ काठमाडौँबाट अब हिँडेछ। एकछिन कल्पना गरेर म हिँड्दै जाँदाखेरि नुवाकोटको बट्टार भन्ने ठाउँमा पुग्यो, रात पर्यो। एउटै बुढी आमा चाहिँ यसो घरमा ढोकासोका लाउनु खोज्न भएको छ, आमालाई हात जोडेछ, आमा यस्तो यस्तो समस्याले म त्रिकालदर्शीलाई भेट्न आउँदैछु, हिँड्दैछु, बाटोमा रात पर्यो, जथाभावी बसौँ, बाघ भालु लाग्ला, हजुरको चाहिँ घरमा एकछिन मैले आश्रम पाउँछु कि एक रातलाई भनेपछि बुढी आमाले पनि बस बाबु, तिमी छोरै जस्तो रहेछ, बस, मेरो पनि एउटा छोरी छ भनेर, छोरी 20 वर्षकी जति, बडा राम्रो रहेछन्, यसो उनको देखभेट भएछ, ऊ 25 वर्ष खाइहाल्दो केटो, ऊ पनि 20 वर्षकी फरक फुरुक परेको केटी, यसो हेराहेर पनि भएछ। यतिकैमा बित्यो, राति सुते, भोलिपल्ट बिहान हिँड्ने बेलामा बुढी आमाले भन्नुभएछ, बाबु मेरो पनि एउटा समस्या छ, भयो के भने तिमीले देखिहाल्यौ मेरो छोरी सुन्दरी पनि छ, 20 वर्षकी भइसकी, यिनको बिहाको निमित्त यहाँ बट्टारमा एउटा केटोको कुरो आएको थियो, यस्तो यस्तो केटोको कुरा आयो, नानी बिहा गर्न पर्यो भने यस्ता खातेका कुरा ल्याउने होइन आमा, अबदेखि मेरो बिहाको कुरा नगर्नुहोस्, कुनै केटोले एक झोला सुन बोकेर आँगनमा आउन सकेछ भने त्यो केटासँग बिहा गरिन्छ, यस्ता बट्टारका खातेसँग बिहा गरिँदैन भनेर छोरीले भनिदिन्छन्। आमालाई बडा मुटु पोलेछ, छोरी ठुलो भइसकी, अब बट्टार बजारमा सत्यजुगमा एक झोला सुन बोकेर पो आउँ, कहिले छोरीको बिहा हुनु भनेर बडा आँटिन्छन्। बाबु म बुढी भएँ, म त त्रिकालदर्शीका जान सक्दिनँ, तिमीले त्रिकालदर्शीलाई भेट्दा एउटा बाटोमा भेटिएको कस्तो बुढी आमाको यो समस्या भनेर सोधिदिन सक्छौ भने सोध्छु आमा भनेर हात जोडेर अगाडि बढेछ। अब हिँड्दै हिँड्दै जाँदाखेरि रसुवाको धुन्चे पुग्यो भनौँ, रात पर्यो, राति त यसो चारैतिर हेरेको त झमक्क पर्न आँटेको एउटा जोगी गुफामा बसिरहेछ, जोगी महाराज म यस्तो यस्तो गरी आएको, रात पर्यो, म कहाँ जाउँ, हजुरको यसो कुटीमा बास पाउन पाए हुन्थ्यो भनेछ। ल बस त भन्छ, सबै कुरा बुझ्यो जोगीले पनि, त्रिकालदर्शी जान आँटेको जोगीले पनि भोलिपल्ट बिहान बिदा दिने बेला भनेछ, बाबु मेरो पनि एउटा समस्या छ, समस्या के भने 10 वर्ष उपरान्त म राति सुत्नै सकेको छैन, म के गरेँ भने मेरो निन्द्रा लाग्ला, त्यो त्रिकालदर्शीलाई सोध्देऊ न, अब म पनि बुढो भइसकेँ जोगी, त्यहाँ जान सक्दिनँ, तिमीले भाइदेऊ परिस्थिति पर्यो भने मेरो सोध्देऊ न भने, हस् जोगी महाराज म सोध्छु भनेर जोगीलाई प्रणाम गरेर केटो हिँड्यो माथितिर अब मकैबारीतिर लौरी बिनाए कहाँतिर गएपछि फेरि रात झमक्क परेछ। एउटा किसान चाहिँ गाई बस्तु राख्दै ताल्चा साल्चा यता बाख्रा थुन्दै उता गाईलाई बाँध्दै दाम्लोमा, यस्तै अवस्था रहेछ। किसान दाई म माथि गोसाइँकुण्ड जान आँटेको, रात पर्यो, हजुर कहाँ एक रात बास पाइएला भनेपछि बस बाबु भनेछन्। राति सबै कुरा गर्दा त किसानले पनि सबै कुरो बुझेछ। किसानको चाहिँ समस्या के भएर छ भने किसानको बा बित्ने बेलामा सबै गाउँले घेरिएर छन्, बाबु अब म बित्न आँटी छोरा त नआत्ती, घरको पछाडि रुख रोप, त्यहाँ सुन फल्छ, सुनमा त्यो रुखमा पातमा सुनै सुन फल्छ, त्यही पातको सुन टिपेर बाँच्नु खानु भन्दैछन्। गाउँले हल्ला हाँसेछन्, यो बुढो बित्ने बेलामा बाउला आयो भनेछन्, बाउ बिति गए। त्यो छोरोले तै पनि गाउँले हाँसे पनि बेला बेलामा रुख रोप्दो रहेछ, रुखै रोपिँदो रहेछ, सुन फल्नु त कता हो कता हो, लौ न यस्तो यस्तो समस्या छ, म किसान यत्राविधि जनावर छन्, म त्रिकालदर्शीमा जान सक्दिनँ, मेरो यति समस्या नि सोधिदिनु भन्छ। हस् भनेर हात जोडेर हिँडेछ। चौथो दिनमा चाहिँ ठ्याक्कै गोसाइँकुण्डमा त्रिकालदर्शी महाराज कहाँ पुगेछ। ओहो बाबु काठमाडौँबाट आयो भने, आएँ प्रभु, के को लागि आयो भन्दा, हजुर मेरो केही समस्या छन्, तर बाबु मेरो एउटा नियम छ, 3टा प्रश्न सोध, 3टा समस्याको समाधान दिन्छु, यो हरेक मान्छेलाई 3 भन्दा बढी प्रश्न उत्तर मैले दिन्न भनेछन् त्रिकालदर्शी। अब उसले यसो सम्झ्यो, बुढी आमाको छोरीको बिहाको कुरो छ, जोगीको निन्द्राको कुरो छ, किसानको रुखमा सुन फलाउने कुरो छ, आफ्नो बिहा कहिले हुन्छ र सम्पत्ति कहिले कमाइन्छ, प्रश्न 4 छ, 4वटा भइसक्यो भनेपछि यसो विचार छ, ओहो मलाई बडा ठुलो पाठ भयो, मैले आफ्नो गुनासो गर्नु हुँदैन, म त जनताको सेवामा लागेको युवक हुँ, मेरो गुनासो आजैबाट मैले त्याग्ने, अब म गुनासो जीवन गर्दिनँ,
अर्काकै गुनासो 3टा सुनिदिन्छु भनेर 3टा अरूकै प्रश्न सोधिदियो, उत्तर दिए। त्रिकालदर्शीले प्रणाम गरे, उनी फर्किए। अब फर्किँदाखेरि त पहिलो वास्ता त किसान कहाँ पर्यो। किसानले परिबाट देखे, बाबु मेरो समस्याको समाधान भयो भन्दा भयो, हजुरसँग कोदालो छ भनेर सोधेन। छ, ल घरको पछाडि हिँड्नुहोस् भनेर ड्याम कोदालोले खन्दा करिब करिब 1 मान्छे बराबर खाल्टो खनेपछि त्यहाँ त बुढाले त गाड दण्ड हालेर छन्। उनले के विचार गरिरहेको छ भने त्यहाँ रुख रोप भनेपछि अब रुख रोप्न छोरोले खाल्टो खनिहाल्छ। खाल्टो खनेपछि त्यो गाग्रीभित्रको सुनमा त छोरोले फेला पार्छ भन्ने अर्थमा उनले भनेका रहेछन्। अब छोरो किसान भने टिकटक हेर्ने चाहिँ किसान रहेछ, अलिअलि खन्दो रहेछ, यसो बिरुवा रोप्दो रहेछ, जरा नै राम्रो छ त नपुरेपछि रुखै मर्दो रहेछ। मजाले चाहिँ आधा मान्छे बराबर पिठौँ बराबर जति खनेपछि त खाल्टोबाट त गाग्रीका गाग्री सुन देखा पर्यो भनेपछि किसान अत्यन्त खुसी भएछ। त्यो किसान पनि पालिकाले सञ्चालन गरेको किसान अगुवा किसान कार्यक्रम भन्ने रहेछ। त्यो झोला रहेछ उल्लु एउटा कपडाको झोलामा माथि गएर, ल बाबु तिमीले यत्रो विधि सुन मेरो फेला पारिदेऊ, तिमीलाई बक्सिस स्वरूप 1 झोला सुन दिई भनेर सुनका सिक्कै 1 झोलामा हालेर केटोलाई उपहार दिएछ। राति पासपछि भोलिपल्ट हिँड्यो। आउँदै जाँदा त भोलिपल्ट त फेरि त्यो जोई कहाँ आइपुग्दा त रात परिगयो। जोईले पनि टाढैबाट देखे, बाबु मेरो निन्द्रा लाग्ने भयो भनेर लाग्ने भयो। के रहेछ त भन्दा भा के रहेछ भने 10 वर्ष पूर्व एउटा त त्यो रसुवामा रहेको बैंक लुटिएर छन्, 4-5 जना लुटेर अरे। खजान्चीले चाहिँ त्यो झोलामा चाहिँ विभिन्न नागरिकहरूले ढितोमा राखेका सुन, कसैको फुली, कसैको सिक्री, कसैको औँठी भएको सुनको पोको रहेछ। त्यो पोकै लिएर चोरहरू चारतिर भागेछन्। प्रहरीहरूले चारतिर खेद्दै जाँदा जुन चाहिँ त्यो सुनको पोको बोक्ने चाहिँ अब भाग्न सक्दिनँ भनेपछि जोईलाई चाहिँ, जोई महाराज एकैछिन मेरो यो पोको राखिदिनु पर्यो हजुर, मलाई यसो दिशा पिसाब आयो भन्ने बाहना बनाएछ र जोईलाई दिएर भागेछ। अब पुलिसले समाते कि भिरबाट लडेर मर्यो कि केही थाहा भएन। 15-20 दिनसम्म पनि त मान्छे नआएपछि जोईले यसो खोलेर हेर्दा त सुनै सुनको झोलाभरि सुनै सुन्छ। यत्रो विधि सुन, यो त चोरी भयो भने भनेर जोईले टक्क सिरानीमा झोला राखेछन्। त्यो दिनदेखि 10 वर्षसम्म जोईको निन्द्रै आराम भएर छ। किन त्यो सुन हराउँछ कि भन्ने डरले त्यो मान्छे आउँछ कि भन्ने पिरले त्रिकालदर्शीले के भनेको छ भने त्यो सुनको झोला फाल्दिनु, त्यो दिनदेखि तिम्रो निन्द्रा फर्किन्छ भनेर चाहिँ, बाबु यो किन फाल्नु, सुनै सुन्छ, तिमी नै बोकेर लाउ बाबु भनेर त्यो बाबुलाई अर्को सुनको झोलो बेलाइदिएछ। एकतिर दायाँतिर किसानले दिएको झोला, बायाँतिर किसानले जोईले दिएको सुनको झोलो बोकेर आयो। अब हिँड्दै आउँदा बट्टार बजारमा आइपुग्यो। बट्टारमा त बुढी आमाले देखिन्, बाबु फर्किने भयो, फर्किँ। मेरो छोरीको बिहा हुने भयो त बाबु, हुने भयो। त्यही बेलामा त 20 वर्षे सुन्दरी फरकफुरुक गर्दै पहिले पनि आँखा यसो आँखा हेराएर पनि भइसकेको थियो। दाइ तपाईँ फर्किने भयो, त्रिकालदर्शीलाई बेटा फर्किने बहिनी भनेछ। दाइ त्यो झोला के ल्याउनु भएको छ, हेर न बहिनी के ल्याउनु, सुन सुन ट्याक्क देखाएछ। छोरीले पनि अब बेला अचानक आमालाई भनिहालेका थिइन्, आमा मैले भनेको थिएँ जसले 1 झोला सुन बोकेर आउँछ त्यहीसँग बिहा गर्छु, यी दाइले त 1 झोला सुन बोकेर आएछन्, म त यही दाइसँग बिहा गर्छु भनेर तुरुन्तै छोरीले भनिन्छन्। आमा पनि खुसी भइन्। अब केटो लक्का जवान छ, उनलाई जसरी छोरीको बिहा गर्नु थियो, ल ज्वाइँ साहब मेरो आधा इच्छा आकाङ्क्षा पुरा भयो, अब छोरीले नै मन पराई हजुरलाई छोरी सुम्पिएँ, अब हजुरको धुमधाम बिहा गरिदिन्छु, अर्को झोला के ल्याइबक्सिया छ ज्वाइँ साहब भनिन्छन्। आमा हेरिबक्स्यो भने के हुनु र, सुनै छ भनेर सुनैको झोला देखाएछ। त्यही सुनको झोला आमाले लिन्छन् र त्यहाँ त्यो हाम्रो चाहिँ बट्टार बजारमा 2-3 रोपनीको राम्रो चारै कुना मिलेको जग्गा आमाले किनिदिएछन्। चटक्क परेको सिंहमरमरको घर। अहिले पनि तपाईँ हामी बट्टारतिर गयौँ भने 2.5 तले चटक्क आँखा लाग्ने घर छ, त्यो त्यही काठमाडौँको केटो हो। अर्थात् उसको गुनासो उसले नगरेपछि उसको गुनासो पूर्ति भयो। यसर्थ यो दुनियाँले के सिकाइदिएको छ भने गुनासो गरेर गुनासो पूर्ति हुने होइन। गुनासो छोडेर आफ्नो चाहिँ अरूको सेवामा अथवा आफ्नो कर्तव्यमा लाग्यो भने स्वतः गुनासो पूर्ति हुन्छ भन्ने मान्छेलाई जानकारी छैन। गुनासोले प्राप्ति होइन, गुनासो त्यागले आफूलाई अपेक्षा गरेको चिज प्राप्त हुन्छ भन्ने कुराको जानकारीको अभावमा मान्छे गुनासो सहित दुःखी भएर बाँचिरहेको छ।